सुसाइडल केसलाई चाहिँ हामीले एकदमै इजिली लिइरहेको छ, बट इट इज सो कम्प्लेक्स कि यति कम्प्लेक्स छ, बुझ्नको लागि चाहिँ एकदमै हुन्छ नि धेरै टाइम लाग्छ। सो फर इक्जाम्पल कोही मान्छे सुसाइड गर्नुको लागि हुन्छ नि सुसाइड एटेम्प गरिरहेको छ भने चाहिँ हामीले काउन्सिलिङ मिस्टेकली पनि गरिरहेको हुनसक्छ क्या। त्यो टाइममा चाहिँ हुन्छ नि तिमी मरिहाल्यो भने तिम्रो फ्यामिलीलाई, तिम्रो बच्चालाई, तिम्रो बुवा मम्मीलाई के हुन्छ भनेर हामीले काउन्सिलिङ गर्दाखेरि उसले ट्रिगर हुनसक्छ क्या। बट हामीले त्यो टाइममा अलिकति चेन्ज गरेर चाहिँ हुन्छ नि हामी एज अ काउन्सिलर तिमीमा के प्रब्लम छ, तिमी के कुराले चाहिँ तिमी सुसाइड गर्न खोजिरहेको छौ, तिमीलाई के प्रब्लम छ, म तिमीलाई हेल्प गर्न रेडी छु, मलाई सेयर गर न। ओपनली टक गर्न सक्यो भने चाहिँ हुन्छ नि अझै मोर इफेक्टिभ हुँदो रहेछ एन्ड सुसाइड चान्सेस चाहिँ एकदमै कम हुँदो रहेछ कि। सो टेक्निक्स हुन्छ नि काउन्सिलिङले पनि धेरै म्याटर गर्दो रहेछ क्या। ताकि जो मान्छे सुसाइड गर्न खोजिरहेको छ उसलाई हामीले प्रायोरिटी दिनु पऱ्यो। एन्ड सुसाइड जस्तो चिजहरू हुन्छ नि, जस्तै अब डिप्रेसन, एन्जाइटी हुन्छ नि, जो मान्छे होपलेस हुन्छ नि होइन, त्यस्तो मान्छेहरूले सुसाइड गर्नको लागि हुन्छ नि एटेम्प गर्न खोजिरहेको हुन्छ। प्लस सुसाइड चाहिँ फेरि एकैचोटि हुने चिज होइन कि, यसको लागि चाहिँ जो सुसाइड गर्न खोजिरहेको छ त्यो मान्छेले चाहिँ म्यानेज गर्दै गएको हुँदो रहेछ क्या। उसको बिहेभियरहरूले हुन्छ नि, उसको एक्सटर्नल हुन्छ नि उसले गर्ने एक्टिभिटिजहरूले चाहिँ सो गरिरहेको हुँदो रहेछ क्या। उसको हुन्छ नि एग्रेसन, उसको हुन्छ नि उसले देखाउने फिजिकल एक्टिभिटिजहरू, त्यस्तो कुराहरूले चाहिँ एउटा सिम्पटम्स हुन्छ नि बिल्ड हुँदै गएको हुँदो रहेछ कि। नट जस्ट हुन्छ नि एकै दिनमा हुन्छ नि सुसाइड गर